कान्छीले खुलाएन सबैका अगाडि सरको श्रीमतीको त्यो कर्तुत। अब के गर्ला त सरको श्रीमतीले आनुस यसबाट केही कुराकानी गर्न छ। त्योभन्दा पहिला हजुरहरूलाई कान्छी सिरियल एकदम मनपर्छ त्यसको लागि अवश्य पनि एक लाइक र सब्स्क्राइब गर्नुहुन्छ भन्ने आशा राख्दै आजको मेन विषयमा लागौँ। हो दर्शकबिन, त्यो सागरले एडिट गरेको त्यो भिडियो अरू कसैले नलुकाएर त्यही सरको श्रीमतीले नै लुकाएको हो। त्यसैले कान्छीको आगमन हुने बित्तिकै सरको श्रीमती एकदम डराएर मुखी बिगारेकी छिन्। अब के होला भनेर अब पक्कै पनि कान्छीले यो कुरा सबैलाई भन्छ भनेर एकदम मन डराएर बसिरहेकी छिन्। मनमा एकदम डरको भावना राखेर बसेकी छिन्। सरको श्रीमतीले पहिला सागरलाई फसाउँछु भन्दा अहिले आफू नै फस्ने भयो भनेर एकदम मन डराइरहेको छ सरको श्रीमतीको। त्यसैले सरको श्रीमतीको एकदम मन डराएको हुनाले राम्रोसँग सोद्धा पनि त्यो कुरा भन्न सकेकी छैनन् कि मैले नै लुकाएको भनेर। यता कान्छीले भने त्यो कुरा पहिले नै थाहा पाएर सागरलाई बचाएकी छिन्। नत्र भने सागरको र सरको यति लस हुन्थ्यो कि बिजनेसमा नै नोक्सान हुन्थ्यो। यता कान्छी भने एकदम सही समयमा आएकी छिन्। अब भने कान्छीले पक्कै पनि सरको श्रीमतीलाई सजाय दिन्छन् र सजाय दिनुपर्छ भने जतिले कमेन्टमा कान्छीले नभन्नुलाई भन्दै म यहाँ बिदा हुन्छु। हस्, धन्यवाद।